मेरो सुटकेस लाएर डिक्कीमा राख्दै हुनुहुन्छ। त्यसपछि दाइ चाहिँ फेरि आफ्नो अफिस जानुभयो। म चाहिँ यता म चाहिँ आज चितवन जाँदैछु। बाई 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 बाई। मामालाई एडभान्समा ह्याप्पी बर्थडे भन्नु। ह्याप्पी बर्थडे टु यु मेरो ठुलो भाइ। फेरि हुन थाल्यो नि। हेर्दा मामा हेर्दै सरप्राइज दिन सरप्राइज होइन भनेरै आउँछु 15 गते भन्छु 16 गते आउँछु त्यसरी अहिले भन्दै बस्दा त्यस्तो त भयो मजा आएन त गफै हो के त ढुक्क भएर बस्छ कहाँ पाएर जाने र। मम्मीसँगको गफपछि फेरि पनि मेरो सुटकेस घुमिसकेको छ चितवन जानको लागि। यो चाहिँ मेरो ट्राभल फ्रेन्डली सुटकेस, मेरो प्यारो सुटकेस। यता चाहिँ बाबीले मेरो झोला लैदिइसकेको छन् तल। मम्मीलाई कति सुहाएको भन्दै हुनुहुन्छ। मेरो साइड ब्याग बोकेको थिएँ नि त्यही भएर। अनि म चाहिँ यहाँ सबैलाई टाटा बाई बाई भनेर रेडी भइसकेको छु चितवन जानको लागि। बाबाले मलाई पुऱ्याउन जाँदै हुनुहुन्थ्यो, त्यही भएर हर्न बजाएर प्या 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 पारेर मलाई बोलाइ गर्नुभएको थियो कि, त्यही भएर मैले भिडियो बनाइदिएको। यता चाहिँ मैले बाबालाई जिस्काउँदैछु। बाबा चाहिँ मेरो ड्राइभर हुनुहुन्छ, पर्मानेन्ट हाम्रो घरको ड्राइभर, लिन जाने छोड्न जाने भन्दै मैले चाहिँ जिस्काउँदैछु। आज चाहिँ म जाँदैछु चितवन मामाहरूलाई भेट्न, आमालाई भेट्न, माइजूलाई भेट्न, सानो बाबुहरूलाई भेट्न। धेरै पछि चाहिँ चितवन जाँदै थिएँ म चाहिँ, लगभग 2 वर्षपछि चाहिँ म चितवन जाँदैछु। यता चाहिँ बाबाले मलाई गाडीमा चढाइदिन जाँदै हुनुहुन्थ्यो। म चाहिँ यो बसमा जाँदै थिएँ कि चितवन। दाइले चाहिँ मेरो सुटकेस लाएर डिक्कीमा राख्दै हुनुहुन्छ। गर्मी कति छ कि है, सबै मान्छेहरू हेर्नु यताउति लथ्रालुथ्रु पर्नु भयो कि गर्मीले गर्दा। कोही यता पल्टिनु भयो, कोही उता पल्टिनु भयो। अब चाहिँ हाम्रो बस हिँडिसकेको छ चितवन यात्राको लागि। म चाहिँ झालतिरको साइडमा बसेको थिइनँ कि, यतापट्टिको साइडमा बसेको थिएँ, त्यही भएर मैले कतिले क्लिपहरू लिनै पाएको छैन कि। म चाहिँ अलिअलि यहाँ गाडी रोकेको बेलामा, मान्छे नभएको बेलामा चाहिँ यसो आफूलाई देखाएर यसो लिँदैछु कि डराइ कस्तो अप्ठ्यारो लाग्छ नि त भिडियो बनाउन। अझै पनि त्यो भएको भएर गाडी रोकेको बेलामा चाहिँ म यहाँ कपाल मिलाउँदै थिएँ। त्यति बेला चाहिँ मैले यसो क्यामेरा अगाडि राखेर भिडियो बनाएको थिएँ कि, मान्छे भयो भने त अप्ठ्यारो लाग्छ, त्यही भएर चाहिँ यसरी एक्लै भएको बेलामा चाहिँ बनाउँदै थिएँ मैले भिडियो। अझ नक्कल पार्दै। अब चाहिँ फेरि बस हिँडिसकेको छ। खाना खान रोकेको थियो कि आधा 1 घन्टा, त्यसपछि हाम्रो बस हिँडिसकेको छ। अब यो चाहिँ आई डोन्ट नो कहाँको पुल थियो बिचमा। यस्तो पुल कति धेरै छन् है, त्यही भएर एक्ज्याक्ट नाम थाहा छैन कि मलाई कहाँनिरको भन्ने। अहिले चाहिँ बुटोलदेखि नारायणघाट जाने बाटो कस्तो राम्रो बनेको छ कि है। पहिला कति दुःख हुन्थ्यो बाटोमा हिँड्दाखेरि, किन हिँडेछु भन्ने बनाउँथ्यो कि। पुरा बाटो खलाङखुलुङ पुरै खाल्टाखुल्टी भएर अनि पुरै पेटको आन्द्राभुँडी चाहिँ हल्लिन्थ्यो कि गाडीमा हिँड्दाखेरि चाहिँ। अहिले चाहिँ कति आनन्द, कहाँनिर पुग्यो भन्ने नि थाहा हुन्न कि, सललल बग्छ नि त पुरा बाटोमा बस चाहिँ। अनि त्यही भएर कस्तो मजाको यात्रा हुने कि, सहज बाटो सजिलो भयो भने चाहिँ। यो चाहिँ चितवन नेसनल पार्कको गेट थियो, मैले चाहिँ पछि देखेँ त्यही भएर यति क्लिप चाहिँ लिएको थिएँ। अनि हामी फेरि हिँडिसक्यौँ, डेस्टिनेसनमा चाहिँ पुगेकै छैनौँ कि हामी। जङ्गलहरू भयो भने कति शीतल हावा चल्छ नि, चिसो बाटोमा हिँड्दाखेरि पनि कस्तो मजाको। अब चाहिँ हामी नारायणी पुलमा पुग्न आँटेको छौँ। यो चाहिँ नारायणीको पुल। जति हिँडे पनि यो भिडियो चाहिँ लिन मन लाग्ने कि नारायणीको पुलको। हरेकचोटि म चाहिँ आउँदा पनि जाँदा पनि हरेकचोटि म भिडियो बनाउँछु कि यहाँको चाहिँ कस्तो माया लाग्छ कि यो नारायणी पुलको। कति लामो पुल छ नि। हामी चाहिँ चितवन पुगिसकेछौँ, आई मिन नारायणघाट।
अब चाहिँ म चाहिँ अलिकति अगाडिपट्टि झर्नुपर्ने थियो, त्यो भएको भएर म चाहिँ त्यहीँ बसेर भिडियो बनाउँदैछु। गाडी चाहिँ मान्छे झारेर हिँडिसकेको थियो, काठमाडौँ जाने गाडी थियो यो चाहिँ। म चाहिँ अलिकति अगाडि झर्ने भएको भएर चाहिँ बसिरहेको छु गाडीमा। अब झर्ने बेला आउन थालेको छ भनेर अगाडि चाहिँ गएर बसेको थिएँ म चाहिँ। अब चाहिँ मेरो फाइनल डेस्टिनेसन आउन लाग्यो। म चाहिँ यता झरिसकेर बसलाई बाई बाई भन्दै थिएँ, त्यहाँ चाहिँ एकजना अङ्कल देखेर आफूलाई सोचेर बाई भन्दै हुनुहुन्थ्यो कि अङ्कलले चाहिँ। म चाहिँ झरेर मामाको वेट गर्दैछु, मलाई लिन चाहिँ सानो मामा आउँदै हुनुहुन्छ। ल फाइनल्ली मलाई लिन आइसक्नु हाम्रो सानो मामा चाहिँ लजाउँदै हुनुहुन्छ मेरो क्यामेरा देखेर। छिटो छिटो बस कि नाटक नगर न क्यामेरा देखाएर, मलाई लाज लाग्छ भन्दै हुनुहुन्थ्यो। मलाई फेरि जिस्काउन मजा लाग्ने के भिडियो बनाएर। अब चाहिँ हामी मेडिकलतिर जाँदैछौँ। हामी पुगिसक्यौँ हाम्रो मामा घरको स्टेसनरी। यता चाहिँ हुनुहुन्छ हाम्रो ठुलो माइजू, नारायणम नारायणम भन्दै हुनुहुन्छ मलाई चाहिँ। अब म चाहिँ ठुलो मामालाई भेट्न जाँदैछु। के त भन्नु बनाउने अरू कस्तो बनाउनु त? यहाँ आएपछि त फेरि आफ्नै एरिया हो जस्तो लाग्छ, डन फिल आउँछ कि फेरि। नारायणम नारायणम। ल हाम्रो ठुलो मामा हुनुहुन्छ उहाँ चाहिँ। यता चाहिँ सानो मामाले ब्लड निकाल्दै हुनुहुन्थ्यो कि, अनि म चाहिँ भिडियो बनाउँदैछु। अनि कानुन लाग्छ तिमीलाई, कानुन लाग्छ भनेर जिस्काउँदै हुनुहुन्थ्यो मलाई चाहिँ। मैले चाहिँ तपाईँसँग लाइसेन्स छ त के को कानुन लाग्नु, मलाई भिडियो बनाउँदैमा कानुन लाग्छ र भनेर चाहिँ जिस्काउँदै थिएँ मामालाई। ल हेरौँ है त मामाले कसरी निकाल्नुहुन्छ ब्लड। ओ माई गड, मलाई त डर लाग्छ लाग्न त। मामाले ब्लड तानिसक्नु भएको छ। त्यसपछि चाहिँ हाम्रो सानो मामाको ड्युटी सुरु भइसकेको थियो, त्यही भएर मामा बाई बाई। हुन्छ। म चाहिँ बाई भन्दैछु मामालाई। यति रमाइलो छोडी म जानु पर्यो ड्युटी भन्दै हुनुहुन्थ्यो मामाले चाहिँ। अनि हामी चाहिँ माइजू भान्जी भएर चटपटे खाँदै थियौँ। चटपटे खाँदै चाहिँ पानी परिसकेको थियो। अनि म चाहिँ मेडिकलतर्फ थिएँ नि त, त्यही भएर चाहिँ म चाहिँ स्टेसनरीतिर जाँदै थिएँ। त्यहाँ चाहिँ एउटा सरप्राइज छ, सरप्राइज हेर्नु है त। मलाई भेट्न आउनु भएको, पानीमा भिजी सर्ट पनि भिजी दाइले चाहिँ मलाई एकदमै माया गर्नुहुन्छ कि, एकदमै माया गर्नुहुन्छ। मलाई भेट्न चाहिँ पानीमा भिजी आफ्नो ड्युटी नसकिँदै चाहिँ आउनुभएको थियो। अनि एकछिन रमाइलो गफ गऱ्यौँ, पानीपुरी खायौँ, चटपटे फेरि मगाएर खायौँ। त्यसपछि दाइ चाहिँ फेरि आफ्नो अफिस जानुभयो। म चाहिँ यता मेडिकलतिर आएँ। मामा चाहिँ बिरामीलाई कन्सल्ट गर्दै हुनुहुन्थ्यो। म चाहिँ भिडियो बनाइदिँदै थिएँ कि मामाको लुकी। हामी माइजू भान्जी भएर चाहिँ आज छिटै घर जाँदैछौँ। म चाहिँ मिररमा देखेर हाई भन्दैछु सबैलाई, भिडियो क्लिपहरू लिँदै। अब हामी चाहिँ घर जाँदैछौँ। बिचमा यस्तो सानो काम पनि थियो कि, त्यही भएर चाहिँ हामी रोकेर काम सकेर घर पुग्दा चाहिँ यस्तो अँध्यारो भइसकेको छ। हामी चाहिँ घरको नजिक छौँ। मेन बाटोदेखि थोरै भित्र जानुपर्छ कि हिँड्दै, त्यो भएको भएर माइजू भान्जी चाहिँ हिँड्दैछौँ हामी।
अब चाहिँ हामी घर पुग्यौँ। अब चाहिँ यहाँ हेर्नु है केटाकेटीलाई हेर्नुहोस् है त कस्तो गर्छन् यिनीहरू मलाई देखेर। यता चाहिँ आमा निस्किसक्नु भएको छ। नारायणम हेलो ए मेला मलाई चिन्यौ कि नै? हेलो मलाई नमस्ते नभनेको। नमस्ते यो त मैले दिन्न, यो त मलाई मात्रै हो। ए मेरो हो अरे उहाँ चाहिँ हुनुहुन्छ हाम्रो कान्छी माइजू नारायणम नमस्कार भन्दै। यता चाहिँ गुइठोले मोबाइल हेर्दै रहेछ, गाली गर्दैछु मैले यसलाई मोबाइल हेर्छस् भन्दै। यसलाई न यो चतुरेलाई यो त मैले दिन्न तिमीलाई। होइन तिमीलाई होइन, ए तिमीलाई पनि होइन, यिनलाई पनि होइन, मलाई हो मलाई। नाइ नमस्ते भन, नारायणम भन, नारायणम भन, नारायणम आँखा त तिमी। आजको यस भिडियोमा यति नै, बाँकी अर्को भिडियोमा भेटौँला। टिल देन टेक केयर, बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ, लभ यु अल।